आफ्नो बहिनी हो, गाइडेन्स त्यसरी नै गरिदिनुहोस्। कतिवटा गल्ती हुन्छ होइन, गल्तीलाई हकार्नु पनि पर्छ, कुट्नु पनि पर्छ। आफ्नो बहिनी हो, गल्ती गर्यो भने कराउनु पर्छ, कुट्नु पर्छ। किनभने आफ्नो छोरी चेलीले गल्ती गर्यो भने चाहिँ तपाईँले भन्ने राइट छ। मैले तपाईँलाई त्यसको जिम्मेवारी पनि दिइसकेको छु, बुझ्नुभयो नि है। अनि त्यही हो, अरू त के छ है। माइतीको हकदार तपाईँलाई दिइसकेको छु, तपाईँले नै दिनु। अनि बहिनीले पनि हेर, मभन्दा विशेष प्रायोरिटी चाहिँ उहाँलाई दिनु, इम्पोर्टेन्ट भनेको दाजु चाहिँ। किनभने म त एउटा के अरे अलरेडी दाजु छँदैछ नि, म त तिम्रो दाजु हो नि, होइन भन्दा पनि हो। तर म भन्दा पनि डरिलो दाजु चाहिँ उहाँ हो। तिम्रो भोलिसम्म तिमी जहाँसम्म तिमी अब जब यो संसारमा तिमीलाई यो संसार छोडेर जाँदैनौ तबसम्मको दाजु चाहिँ उहाँ हो। मेन चाहिँ मलाई पुज्नु भन्दा बेसी उहाँलाई पुज्नु, मलाई पुज्नु भन्दा चाहिँ बेसी जस्तो ज्वाइँले पनि याद गरिराख्नु उहाँ हो। म त के अरे, म त अलरेडी म त घरको दाजु, आफ्नै दाजु हो नि। तर त्योभन्दा विशेष प्रायोरिटी चाहिँ दाजु भाउजूलाई दिनु ल। दाजु भाउजूकोमा केही पर्छ जानु, चाडबाडमा के अरे चाडबाड भयो, कुनै पनि अब हिन्दू घरानामा गयो, हामी त अब क्रिस्चियन घरानाको हो है, हामी यस्तो चाडबाड मनाउँदैनौँ। तर तिमीलाई क्रिस्चियनको छोरीलाई एउटा हिन्दूमा उयो गरेकोले गर्दा होइन, बुद्धिस्ट बनाएकोले गर्दा तिम्रो बुद्धिस्टको तिम्रो ज्वाइँपट्टिको के अरे बुद्धिस्टको दाजु चाहिँ उहाँ हो। तिमी आजदेखि क्रिस्चियनमा छैनौ, बुझ्यौ? तिमी बुद्धिस्ट भएको छ। त्यही कारणले चाहिँ तिमीले एकदमै उहाँलाई चाहिँ प्रिफरेन्स दिनु, हामीलाई नदिँदा। हामीलाई त तिमीले दिन्छौ नदियो भन्दा पनि दिन्छौ, तर त्योभन्दा विशेष त उहाँहरूलाई दिनु ल। एकदमै ज्वाइँले पनि केही पर्छ दाजुहरूकोमा जाइदिनु है। हामी त अब टाढोमा छौँ दाजुहरूसँग, अब अहिले फोन नम्बर साटासाट गऱ्यो भने अब जब हुन्छ है, त्यो त अब अहिले बातको कुरो हो। हाम्रो दाजुभाइको अलग्गै छ। अब तिमीहरू बहिनी जयको जिम्मेवारी र के अरे एउटा दाजु भाउजूको सम्बन्ध चाहिँ राम्रो भएर जाओस् ल। यो सन्दर्भमा मलाई दुई शब्द बोल्नु मन लाग्यो। हेर्नुहोस्, दाजु एउटा संविधानको दिन हामी एउटा दुई परिवार हामी जोड्यौँ भनेर चाहिँ एउटा खुसी मनाउनुको लागि पनि हामी यहाँ भेला भएको हो। तर मलाई एउटा कुरो के भने, जस्तो अब हामीले एउटा हाम्रो संस्कार र परम्परालाई